ट्राफिक प्रहरीले कारबाही गरेको कुरो त सत्य हो नि हैन? होइन, सत्य होइन। त्यसमा कुनै सत्यता छैन। हर्कराज राई नाम होइन, लेखिएको त्यो थियो। तपाईँको एआईबाट कता कता जेनेरेट गर्नु। प्रहरीले पनि एआई को फोटो हाल्न थाल्यो अब। होइन, के गर्नुभयो मलाई थाहा भएन, त्यो कसले गरे। यस्तो छ, के छ भने म एउटा विधायक हुँ होइन, नियम कानुन बनाउने, नियम कानुनको बारेमा अब तपाईँको चाहिँ नै बहस पैरवी गर्ने ठाउँमा छु। अब सुन्नु न, अब कुनै पनि कारबाही म माथि चल्दाखेरि म त प्रश्न त सोध्छु होला होइन, कुन धारा दफाबाट त होइन है, कुन धारा दफाबाट चाहिँ नि त्यो गल्ती हो त सोध्दिनँ त म। कहाँ के लेखेको छ त हेर्छु नि त, त्यसको व्याख्या विश्लेषण त सोध्छु म त होइन। अब तपाईँले मलाई कारबाही गर्ने भनेर आउने, म कुन धाराबाट, कुन दफाबाट, कुन कसुरमा के कसरी छ भनेर मैले तपाईँलाई सोध्छु कि सोध्दिनँ त? सोध्नुहुन्छ होइन, सोध्छु नि त। त्यो उत्तर लिएर आउनु पर्यो नि त कारबाही गर्नलाई त होइन। उहाँले कहाँ, सुन्नु न, उहाँले कहाँ देख्नुभयो, कसरी देख्नुभयो होइन, त्यहाँदेखि सुरु हुन्छ होला नि त होइन। अनि तपाईँको चाहिँ नि एक हातले बाइक कुदाएको तपाईँको चाहिँ नि कहाँ देख्नुभयो, कति बजी देख्नुभयो, कसरी देख्नुभयो होइन, यी कुराहरूदेखि उठाउनुहुन्छ कुरा त। अनि अर्को कुरा चाहिँ अब एक हातले बाइक कुदाउने भनेको चाहिँ तपाईँको दण्डनीय कसुर रहेछ भनेर चाहिँ पुष्टि गरेर दिनु पर्यो मलाई फेरि, कानुन ठेलीमा, मुखले होइन, त्यहाँ त देखाउनु पर्यो मलाई त, नियमले देखाउनु पर्यो, धारा दफा देखाउनु पर्यो। त्यसै त मान्दिनँ म त, म आफै कानुन बनाउने मान्छे हुँ होइन। तपाईँले कारबाही बनाउने मान्छे भनेर सुन्नु न, जे पनि बनाउन त मिलेन नि। ए बाबा, जे पनि गर्न सुन्नु न, त्यहाँनिर चाहिँ गलत भएको रहेछ भने मैले भने त मैले कहाँनिर कति बजी कुन प्रसङ्गमा भन्ने मुचुल्का सहितको होइन, कुन धारा दफा कहाँनिर चाहिँ मैले काटेको रहेछु त नियम भन्ने सहितको आउनु पर्यो नि। त्यतिकै हामा आएर हुन्छ, हुँदैन त्यो चाहिँ है। अब अहिले अर्को त्यो कुरा हो भन्नु न। यतिखेर अब